हेलो एन्ड नमस्ते सबैजनालाई हेरेन एप्सेमा फेरि पनि स्वागत छ। र आज डेली एनालिसिस भन्नुपर्दाखेरि पनि डेली अपडेट भनौँ एक हिसाबले। र ओभरअल त हामीले लाइभमा डिस्कस गरेकै हो होइन। जुन मार्केट हुनुपर्ने थियो त्यो भएन र के गर्यो त मार्केटले बेरी सिफ्ट गरेर स्विच गर्यो। अनि त्यो कुरा मैले लाइभमा पनि भनेको थिएँ, मार्केट बुलिस क्लोज हुनुपर्छ भनेर। तर मार्केट के भइदियो त बियरिस भयो। र बियरिस भए तापनि मार्केटले अपसाइड नै क्लोज भएर बस्नुपर्ने हो। कुन अपसाइडको क्लोज भन्दाखेरि पनि यो जुन हाम्रो 2 आवरको टाइम फ्रेममा थियो नि होइन, त्यहाँ माथि क्लोजर हुनुपर्ने, त्यो भएन। यो अर्डर ब्लकमा हामीले जस्ट ओभरअल सबै यो मार्केटको मुभमेन्ट हामी छ नि, यो मेन क्यान्डलको मुभमेन्टको हामीले के गरेको थियो त ट्रेस गरेको थियो होइन। र ओभरअल मार्केट त्यही अनुसार चल्यो पनि। प्लस आजको मार्केटले फेरि त्यसलाई सपोर्ट पनि गरिदियो र एउटा स्विङ हाई बनाइदियो लो वाच। अब भनेको हामीसँग के छ त, यो लो मोस्ट लाइकली कि यो त हाई चान्सेस छ मार्केटले अब उडाउने। किनभने रिमेम्बर मार्केटमा के भइसकेको थियो, अर्डर जहाँ अर्डर थियो यो रेन्जमा अर्डर उठाएको थियो, त्यो अर्डरमा अब प्यानिक सेलिङको सिचुएसन अब मार्केटले बनाउन खोजिरहेको छ होइन। अनि यो मन्थली हाई मन्थली लो प्लस यो ओभरअल हाम्रो इम्पोर्टेन्ट हाई जुन छ, यो हाई होइन, हाम्रो मेजर हाई भन्न आएछ, मेजर लो होइन, यो इम्पोर्टेन्ट लोहरू अब के गर्नुपर्छ मार्केटले राख्नुपर्छ। र यदि यो लो ब्रेक गरिदियो भने हामी जुन ठुलो टाइम फ्रेममा हामी के अरे मैले जमानादेखिबाट भन्दै आएको थिएँ मार्केटलाई झर्नुपर्छ भने त्यो सिनेरियो अब यहाँबाट स्टार्ट हुन्छ होइन। र हाम्रो माथिको बुलिस स्विच त अब त्यसलाई हामीले लात्ताले हानेर बियरिसतिर नै हामी के गर्नुपर्छ त मार्केटमा स्विच हुनुपर्ने सिचुएसन अब के गर्छ मार्केटले क्रिएट गर्न लागेको छ। र सर्ट टर्म बुलिस एटलिस्ट मार्केटले अपसाइडको कुनै पनि एउटा लिक्विडिटी ग्र्याप गरोस् भन्ने मेरो इन्टेन्सन थियो। सकेसम्म यही अर्डर ब्लक गेन गरे पनि हुन्थ्यो मार्केटले होइन, अर्डर ब्लकलाई गरे पनि हुन्थ्यो, हन्ट गरे नि हुन्थ्यो। तर हन्ट पनि भएन, रिस्पेक्टफुल्ली मार्केट यहाँबाट के भयो त स्विच भयो होइन। र आजको भिडियो भनेको एकदमै छोटो र डाइरेक्ट कुरा गर्छु, म धेरै लामो बनाउँदैन होइन। र पहिलाको जस्तो र सकेसम्म सबै भिडियोलाई यतिकै छोटो र हेर्दाखेरि चाहिँ बुझ्ने तरिकाले बनाउने प्रयास गर्छु। र हामी हप्तामा एक दिन सकेसम्म लाइभ आउने प्रयास गर्छौँ। कोही क्वेसन भयो तपाईँले त्यहाँ सोध्न सक्नुहुन्छ। अदरवाइज हामी आजको डेली अपडेटतिर लागौँ। लेट्स गेट स्टार्टेड। ओके, सो तपाईँलाई कतिको याद छ मैले यो क्यान्डलमा भनेको कुराहरू। यो क्यान्डल के हुनु पर्थ्यो, पहिला मेन बुलिस क्लोज हुनु पर्थ्यो। र त्यो फर्स्ट त के गर्यो, त्यो कुरालाई मार्केटले भायोलेट गरिदियो, फलो नै गरेन। सेकेन्ड हुनुपर्ने रिजन के थियो, मार्केटले यो लो बियरिस हाम्रो सेन्टिमेन्टलाई टिक गऱ्यो भने मार्केट स्विच हुनु पर्थ्यो फेरि बुलिसतिर, त्यो पनि गर्दैन र ओभरअल के दिदियो, क्लोजर दिदियो। अब तिनवटा क्यान्डलको रेन्ज के अरे यो 1 2 3 क्यान्डलको कन्डिसन बुझ्नुभयो। मार्केट बियरिस थियो, अब एउटा हायर लो बनायो कम्पेयर टु दिस। अब मार्केटले यो लोवर लोलाई उडाएर न्यू लोवर लो बनाउने सिनेरियो बढ्यो, लास्टै बढ्यो होइन। क्लोजिङ पनि त्यही अनुसारको मार्केटमा बनेको छ है। र ओभरअल जुन यहाँ अर्डर प्लेस भएको थियो, त्यो अर्डर प्लेसलाई पनि हन्ट गरेको छ मार्केटले। अब यसलाई कतिको रिस्पेक्ट गर्छ कि गर्दैन भन्ने कुरा हो होइन। अब हामीले सर्ट टर्म बाईतिरको लागि स्टप लस किन्ने यताउति भनेको थियो, त्यो कतिको अब यसमा चाहिँ लागु हुन्छ त। स्टिल अझै पनि हामीसँग चान्सेस छ मार्केटले हामीलाई स्विच गराउने अपसाइडको लागि होइन। त्यो भनेको किनभने मन्थलीको लो यहाँ छ, मन्थलीको हाई यहाँ छ, जुन हामीले टार्गेट राखेको थियौँ। इम्पोर्टेन्टली भन्नुपर्दाखेरि हाम्रो मेन टार्गेट एरिया यो थियो। यहाँभन्दा माथि त हाम्रो अब मार्केटले कन्टिन्युएसन दियो भने मात्र गर्ने भन्ने डिसिजन थियो होइन। र लाइभमा पनि हामीले सकेसम्म स्टप लसलाई ट्रेल गर्न खोज्यो, मार्केटले त्यो सिनेरियो नै बनाएर हामीले अनि त्यतिकै हाम्रो के भयो त लाइभ इन्ड भएको थियो भने आज मार्केटले फेरि त्यसलाई तलतिर झारिदियो। र हामीलाई एउटा कुरा चाहिँ प्रुभ गर्यो मार्केटले कि हाम्रो यो लो स्टप लस नबन्न सक्ने सम्भावना एकदमै बढ्यो होइन। सबै कुराहरू ओभरअल डिस्कस गर्दै आइरहेको अहिलेसम्म होइन।
अब मार्केटले मोस्ट लाइकली के गर्ने भयो त यो हन्ट गर्ने भयो। यो हन्ट गरेर अब हामीलाई क्यान्डलस्टिकको रिभर्सल भन्दा पनि स्ट्रक्चरल रिभर्सल विथ क्यान्डलस्टिक रिभर्सल सबै कुरा एकदम अलाइन चाहियो अब मार्केट यहाँबाट रिभर्स हुने हो भने। फर इक्जाम्पलको लागि भन्नुपर्दाखेरि मार्केटले यो लो उडायो, आई मिन हाई उडायो, हाई उडाएर मार्केटले र्याली अप गर्यो, यहाँ स्विच गर्यो र यो स्विच गरिसकेपछि अर्डर ब्लक बनायो अनि फेरि कन्टिन्यू आयो र यही अर्डर ब्लकमा ट्याप गरेर मार्केट यहाँ झऱ्यो। अब मोस्ट लाइकली मार्केटले के गर्ने सिनेरियो यहाँ बढी बन्यो, किनभने अब यो हाम्रो के भयो, स्विङ हाई बन्यो, के अरे स्विङ लोवर हाई बन्यो। अब मार्केटले नयाँ लोवर लो बनाएर फेरि यो लोवर हाईको रेन्जमा अब यहाँ बन्ने इन्फोलाई के भन्छ त्यति बेलासम्ममा, त्यो इन्फोसँग मार्केटले फेरि रियाक्ट गरेर अनि ओभरअल हामी यहाँ यसरी झर्न सक्ने सम्भावना देखियो। र अब मन्थलीलाई प्रोटेक्ट गरेर मार्केटले यहाँबाट रिभर्स दिनु पऱ्यो। यो दियो भने बल्ल हामी मन्थली टार्गेट एरियासम्ममा अब स्विच हुने हो, अदरवाइज हाम्रो बाई साइड भाडमे जाए। किनभने अब मार्केट एकदमै मेन गरी त 50% रेन्जमा छ, अझै यत्रो मुभ भनेको धेरै पनि मुभ हो होइन, कति ओभरअल कतिको मुभ हुन्छ यो 3%को मुभ खासै धेरै त रहेनछ होइन। र यो लो भनेको त झन् हाम्रो 1.972%को रेन्ज भयो। सो भन्नुपर्नेको रिजन के हो, यो सबै इन्टरमिडिएट हो। हाम्रो मेन उसमा हेर्ने हो भने त हाम्रो यो स्विङ हाई अनि यो लो र यो यति हो क्या हाम्रो मुभ अहिले भनेको। यो भनेको पुल ब्याक हो। अब मार्केटले यहीँसम्म पुल ब्याक गर्छ कि यहीँसम्म मात्रै पुल ब्याक गर्छ, यो अब मार्केटले हामीलाई त्यसको बारेमा बिस्तारै बताउला होइन। अब हाम्रो 2 आवरको टाइम फ्रेममा त क्लोजर थियो, तर क्लोजर हुनुको साथसाथै के थियो त, आजको क्यान्डलले लो उडाए पनि मार्केटले कन्टिन्युएसन टुवर्ड अपवर्ड जस्तो सिनेरियो बनाउनु पर्थ्यो, या एटलिस्ट 2 आवरको टाइम फ्रेममा त माथिपट्टि नै गएर क्लोज हुनु पर्थ्यो, तर त्यो पनि गरेन होइन। 2 आवरमा पनि मार्केट के अरे एउटा स्विङ हाईको यो स्विच बनायो, अहिले डेलीमा पनि हाम्रो यो स्विङ हाई बनाएर मार्केट स्ट्रङली क्लोज भएको छ। अब मोस्ट लाइकली के कन्फर्म यो मार्केटले यो लो उडाउँछ, तर यो लो उडाइसकेपछि मार्केट फेरि आफ्नो इन्टेन्सन माथितिर स्विच गर्छ कि गर्दैन भन्ने कुरा हो, किनभने हामी ओभरअल फेरि त्यही अर्डर रेन्जमा छिर्दैछौँ, जसले चाहिँ हामीलाई यो अल टाइम हाई बनायो, अहिलेको अल टाइम हाई, यो हाई मेन अल टाइम हाई होइन कि, यो हाईबाट यो हाई जुन अहिलेको नयाँ हाई बनाएको थियो होइन। अब मार्केटले यो रेन्जमा आएर अर्डर लिएर अपसाइड गयो भने बल्ल हामी यसकोसम्म जान पाइयो। त्यसको लागि मार्केटले के गर्नु पऱ्यो, मार्केटले यो लोलाई प्रोटेक्ट गर्नु पऱ्यो। यो लो प्रोटेक्ट भएन भने पनि केही प्रब्लम छैन, तर मार्केटले यो लोलाई भने जे होस् जस होस् यो लो मार्केटले प्रोटेक्ट गर्नै पर्छ। यदि यो गर्दैन होइन, क्लोजर दिन्छ, ठुलो टाइम फ्रेममा नि मार्केट तलतिर सिफ्ट हुन्छ। हामी अब यसमा मात्रै हेर्दैनौँ, ठुलो टाइम फ्रेममा पनि हेर्छौँ त्यति बेला, र सबै क्लोजर डाउन साइड भयो भने त्यसपछिको हाम्रो मोस्ट लाइकली हन्ट भनेको यो इक्वल लोज जुन यहाँ तल बसेछन्, हाम्रो लो ह्याङ्गिङ फ्रुट, यो मार्केटले स्विप गरेर क्लोजर मात्रै फेरि क्लोजर आयो भने त्यसपछि जुन मैले तपाईँलाई कति यसलाई अब 1 वर्ष अगाडिबाट भन्दै आएको कुरा मार्केटले फलो गर्छ। त्यसपछि हामी बाइतिर होइन, हाम्रो हुन्छ नि अब मेजर रेन्जिङ सबै कुराहरू त्यसपछि फेरि गर्दाखेरि हामीलाई डिस्कस होइन। सो ओभरअल कन्डिसन बुझ्नुभयो अहिलेको मार्केट के छ होइन। हाम्रो मार्केटले यो लो उडाए पनि मतलब भएन, किनभने हाम्रो बाइङ कन्डिसनमा चाहिँ यो मन्थली लोलाई हामीले के अरे मार्केट रिस्क थ्योरी अनुसार यो लो हाम्रो प्रोटेक्टेड हुनुपर्छ। ल यो लोको लिक्विडिटी हन्ट गरे पनि केही भएन, मार्केट यहाँबाट रिभर्स हुनु पऱ्यो, किनभने हाम्रो यो स्विङ लो जुन छ यो लोलाई मार्केटले प्रोटेक्ट गर्नुपर्छ एनी हाउ एनी कस्ट होइन। त्यो भएन भने हाम्रो फेरि यो मार्केट के हुँदैन, अपसाइड भ्याली हुँदैन होइन। र अब अझै राम्रोसँग क्लियरली हेर्ने, क्लोजरलाई नै राम्रोसँग क्लियरली हेर्ने भने त क्लोजर हाम्रो यहाँ गएर आएको छ। सो यो 1 2 3 यी सब भनेको लिक्विडिटी जोन हाम्रो, त्यसपछि मेजर हाई के अरे मेजर लो यो बन्न आउँछ, जुन चाहिँ ठुलो टाइम फ्रेममा हामी विक्लीमा स्विच भयौँ भने हाम्रो यो बन्न आउँछ। फर्स्ट अफ अल त यहाँ हाम्रो अर्डर थियो म्यासिभ, जुन अर्डर आएको थियो त्यसलाई स्लोली त्यो अर्डर टेकआउट गरेपछि अनि मार्केटले बल्ल र्याली अप गर्न थाल्यो। सिमिलर जस्तो यहाँ हाम्रो अर्डर आयो, अब मार्केटले यो टेकआउट गर्ने इन्टेन्सन जुन बनायो नि
सिमिलरली यहाँ मार्केटले त्यो गरिसकेपछि मार्केट रिटर्न भयो होइन। अब रिटर्नको केस अनुसार हामीसँग हाई कुन थियो, यो हाई थियो होइन। अब यो हाईलाई बल्ल यहाँ गएर नयाँ हाई बनाएको छ। यो हाईलाई अब यो हाई हाम्रो इम्पोर्टेन्ट होइन, यो हाई हाम्रो इम्पोर्टेन्ट, अनि त्यसपछि ल्याएर हाम्रो यो लो मेन लो अब बनाउने बल्ल यो मुभ अनुसार बनाउने लो भनेको बल्ल मेन लो हुन्छ। अब यसलाई अलिकति अझ स्क्विज गरेर हामीले प्रपर तरिकाले हेर्ने हो भने क्लोजर कुन छ है, यहाँ के गरेको थियो मार्केटले, हाई मात्रै बनाएको थियो, क्लोजर दिएको थिएन नि त, बल्ल यहाँ क्लोजर दिएको छ। अब मार्केटले यो बनाएर यहाँबाट रिभर्सल सिनेरियो क्रिएट गर्यो भने बल्ल कुरा हुन्छ। तर विकली स्टिल हाम्रो गरिरहेको छ, रिस्पेक्ट गरिरहेको छ। हामी यो अहिले डेली टाइम फ्रेममा भएका लोजहरूलाई लिइरहेको, किनभने हाम्रो इन्टेन्सन धेरै माथि गएन, हाम्रो यहीँसम्मको मात्रै हो होइन। सो ओभरअल कन्डिसन अब भनेको केयरफुल्ली मार्केटलाई हेर्नुपर्ने कन्डिसन चाहिँ छ। मार्केटले यो बेलामा के हुन्छ भने हामी धेरै ट्र्यापमा पर्छौँ, कन्फ्युजमा हुन्छौँ, मार्केटले के गर्छ के गर्दैन त्यो हुन्छ नि। अब एकुमुलेट गरेको फिगर आउट गर्न सक्दैनौँ र मार्केटले हन्ट गरेको फिगर आउट गर्न सक्दैनौँ र हामी ट्र्यापमा पर्छौँ होइन। र ग्लोबल्ली पनि धेरै कुराहरू भइरहेको छ, प्लस अब हाम्रो पोलिटिकल पनि इम्प्याक्ट मार्केटमा आउँछ होइन। सो सबै कुराहरूलाई चाहिँ अब चाहिँ हामीले इग्नोर गर्नु हुँदैन, किनभने यो अब बाहिरी कुराहरू कसरी सर्ट आउट हुन्छ त्यसले चाहिँ हाम्रो नेप्सेलाई अझै माथितिर ड्राइभ गर्ने या तलतिर झार्ने डिसिजनहरू बिल्डअप गर्छ होइन। त्यही भएर फन्डामेन्टल र यी बाहिरी कुराहरूमा म जाँदिनँ, चार्टमा मात्रै हो मैले यहाँ डिस्कस गर्ने भनेको। तर अहिले त्यस्तै सिनेरियो भएको हुनाले हामीले त्यो कुरा चाहिँ बिर्सिनु हुँदैन। र जुन हाईलाई ब्रेक गरिसकेपछि यी भनेको हाम्रो उडाए पनि मतलब नहुने लोजहरू भयो। तर यो लोभन्दा माथि तलपट्टि आएर डेली विकली इभन कि मन्थली क्लोजर भइदियो भने तपाईँलाई 1 वर्ष अघिबाट मैले भनेको जुन सिनेरियो थियो त्यो प्ले आउट हुन स्टार्ट हुन्छ होइन। तर अहिलेलाई मार्केटमा त्यस्तो कुनै सेन्टिमेन्ट अपसाइड चलिरहेको भएपछि हामीले अपसाइडको लागि नै अहिलेलाई हेरिरहौँ होइन। स्विच भएपछि हामी स्विच भयो भनौँला। र अहिलेको लागि हामीलाई थाहा थियो होइन, यो क्यान्डलको बेलामा मैले भनेको थिएँ मार्केटको कन्डिसन कस्तो हुनुपर्छ। मार्केटले ठिक अपोजिट गरेर मार्केट अहिले त्यो कन्डिसन जुन मैले भनेको बुलिस कन्डिसन थियो, त्यो बुलिस कन्डिसनलाई मार्केटले फलो नगर्नाले मार्केटमा अहिले त्यही र्याली, डाउनवर्ड र्याली चलिरहेको छ। 1 मिनटमा पनि कुरा गरेको थिएँ, रिभर्सलको कहीँ पनि साइन छैन, 15 मिनटमा पनि कुनै रिभर्सल साइन छैन होइन। हाम्रो अहिले कतै पनि कहीँ पनि रिभर्सल साइन छैन। र अब यसमा 15 मिनटकोमा केसमा हेर्ने भने पनि तपाईँलाई सानो एकचोटि यता हेर्नु त, यत्रो म्यासिभ अर्डर आयो, यो अर्डरमा त प्रायः जस्तो सबैले लिन त भ्याएन नि त। मार्केट के गर्यो, अलिकति तल आओस् भन्ने इन्टेन्सन सबैको भयो र यो रेन्जमा मार्केटमा बल्ल अर्डर पिक भएको नि होइन। त्यही भएर अहिले मार्केटले ट्याक्क त्यही अर्डरलाई उठाएर बस्दै होइन। अब यहाँ 15 मिनटको केसमा हामीले हेर्ने हो भने हामीसँग यहाँ एउटा सानो हाई छ। अब मार्केटले यो हाईलाई ब्रेक गरेर क्लोजर दिन्छ 15 मिनटमा भने केही सिनेरियोजहरू हामी यहाँ देख्न सक्छौँ फेरि अपसाइडको लागि होइन। अब हामीले भोल्युम पनि हेर्ने हो भने यो रेन्जमा कहाँ धेरै प्रेसर क्रिएट भएको थियो भने अब हामी यहीँ देख्न सक्छौँ जहाँ चाहिँ सेल प्रेसर देखिएको छ रेदर देन। अब यो ब्रेक गरेर क्लोज गर्न अलिकति गाह्रै पर्छ। क्लोज गऱ्यो भने अब हामी किनभने यसको अपोजिट हाम्रो मार्केट डिरेक्सन्स इन्टेन्सन मार्केटमा आउने भएपछि के हुन्छ, हामी अपसाइड र्याली देख्न सक्छौँ। तर यसलाई अपोज गर्न सकेन, मार्केटले ब्रेक गरेर क्लोज गर्न सकेन भने हामी यहीँ फेरि रिट्याप गरेर अहिले डाइरेक्टली यसको हन्ट गर्छौँ या सिधै हामी ग्याप डाउन खोल्छौँ र यही तरिकाले हामीले के गर्छौँ, यहाँ स्विच गर्छौँ र यो फिल गरेर अनि हामीले अर्डर लिएर यो ब्रेक गऱ्यौँ भने हामीले एउटा मन्थली स्विचको रेन्जमा अब यहाँ स्टप लस मन्थली लोमा राखेर एटलिस्ट माथिको लागि राइट लिने प्रयास गर्न सक्छौँ रिस्कलाई म्यानेज गर्दै है। सो यहाँ धेरै कुरा छ होइन। अब मैले हजुरहरूलाई एक्सप्लेन गर्नको लागि भन्नु भने धेरै कुराहरू मल्टिपल टाइम फ्रेमबाट मल्टिपल कुराहरूलाई लिएर आएर मैले यहाँ जोइन गर्न मिल्छ र त्यसले के हुन्छ भने कन्फ्युजन क्रिएट गर्छ। सो त्यो क्रिएट नहोस् भनेर मैले के भन्छु भने अबको मार्केटले यो लोलाई ब्रेक गरिसकेपछि कस्तो खालको इन्टेन्सन देखाउँछ र डेली सकेसम्म अब डेलीमा नै के गरौँ त, हामीले एउटा रिभर्सल मार्केटमा कुरौँ बाइकको लागि होइन। होइन भने हामी अब तल
मार्केटलाई फेरि ट्रेस गर्दै तलतिरै जता लिक्विडिटी छ, जता मार्केटको पोटेन्सियल ड्राइभिङ पोइन्ट छ, हामी त्यसलाई एनालाइसिस गर्दै जानेछौँ है। र होप सबैलाई कुरा बुझ्नुभयो होला। यो सिर्फ एउटा छोटो जानकारीमूलक जस्तै भिडियो भनौँ एक हिसाबले। र त यस्तो टाइपको भिडियो ठिक लाग्यो कि पहिलाको मेरो पुरानो हुन्छ नि 1 घन्टै भए पनि फुल्ली डिस्क्राइब गरेको टाइपको ठिक लाग्यो, त्यो पनि कमेन्ट गर्नु होला यहाँसम्म हेर्नुभएको छ भने। र तपाईँको कमेन्ट अनुसार अनि म मेरो आफ्नो तरिकालाई चाहिँ इम्प्रुभ गराउन यसरी चाहनुहुन्छ भने म डाइरेक्टली तपाईँलाई अब, किनभने यो यसरी भन्नको लागि चाहिँ मैले पहिले अलिकति प्रिपेयर भएर बनाउनुपर्छ होइन। तर पहिलाको जसरी भन्ने हो भने चाहिँ फेरि म डाइरेक्टली मार्केटमा आफ्नै पारामा सुरुबाट हुन्छ नि ठुलो टाइम फ्रेमबाट झर्दै एनालिसिस गर्दै एउटा कन्क्लुजनमा जाने गर्थेँ अहिलेसम्ममा होइन। यदि त्यो ठिक लाग्यो भने त्यो कमेन्ट गर्नु होला, यही ठिक लाग्यो भने यो कमेन्ट गर्नु होला, म त्यही मध्यनजर राखेर गरौँला। यदि केही पनि रिस्पोन्स भएन भने जे जस्तो छ त्यसरी नै हामी अगाडि बढ्दै गरौँला। अहिलेको लागि भनेको केयरफुल, बाइकको लागि चाहिँ हुन्छ नि पेसेन्सले कुर्ने र सकेसम्म धेरै नात्तिने। मार्केटमा एउटा सिनेरियो पहिला बनोस् है, त्यो मैले पहिलेदेखिबाट भन्दै आइरहेको कुरा हो एन्ड त्यो हामीले बिर्सिनु हुँदैन। सो यति नै हो एन्ड होप यु लाइक दिस भिडियो। यदि मन पऱ्यो भने लाइक, सेयर एन्ड सब्सक्राइब एन्ड सी यु इन द नेक्स्ट भिडियो। बाई बाई।